हेलो एभ्रिवान, मेरो चाहिँ दिनको सुरुवात हुँदैछ लन्च बनाउनदेखि। अनि यहाँ म चाहिँ प्याज टमाटर काटेर दाल बसाउनु तर्फ लागेँ। दाल बसाएर यहाँनिर फुलकोपी र आलु म्यारिनेट गरेर फ्राई गर्नु आँटेँ। आज चाहिँ म यसको सब्जी बनाउनु भनेको। फ्राई गरेर यसको फ्राई गर्नुको लागि तेल हालेँ अनि यहाँ म फ्राई पनि गर्नु थालिसकेँ। फ्राई गरिसकेर यहाँ सँगसँगै मेरो दाल पनि पाक्दैछ अनि यहाँनिर फ्राई पनि हुँदैछ। फ्राई गर्दा गर्दै चाहिँ फ्राई पनि भइसक्यो। फ्राई भइसकेर म यही तेलमा अब यसको सब्जी बसाउँछु भनेर मैले यसमा प्याज हालेँ। प्याज हालेर अनि यहाँनिर गोल्डन ब्राउन भइसकेसँग प्याज फ्राई गरेर भुटेँ अनि यहाँनिर हर्दी रङ खोर्सानी मसलाहरू हालेर अनि यसमा मैले टमाटर पनि हालिदिएँ, नुन पनि हालिदिएँ। यो त भन्नु पर्दैन, सबैलाई थाहै छ। अनि टमाटर पाकिसकेपछि चाहिँ यहाँनिर अलिकति त्यही बेसन र बेसनको पानी हालेर एकछिन पकाएँ। पाकिसकेपछि चाहिँ यसमा मैले सब्जी हाल्नुपर्छ। यसमा मैले सब्जी हालेँ। सब्जी हालेर पकाउँदैछु यहाँ सँगसँगै। अन्त यहाँनिर चाहिँ बाजेले नानीलाई घुमाउँदैछ। अनि आज चाहिँ नानी पुरा दङ्गाउँदैछ मलाई, मैले बोकेन भनेर। अनि रुँदैछ मलाई हेर्दै, तर बाजेले बोलाउँदैछ उसको चाहिँ। अन्त सँगसँगै यहाँनिर सब्जी पनि पाक्दैछ। मेरो सब्जी पनि पाकेँ। म चाहिँ हतार हुन्छ दिउँसो कोही सब्जीहरू खाना बनाउनको लागि चाहिँ। अनि यहाँनिर सँगसँगै सब्जी पनि पाकिसकेर मैले यहाँनिर साफसफाइ गर्दैछु। साफसफाइ गर्दा गर्दा नानी पुरा रोयो भन्दैछ बाजेले। अन्त यहाँनिर नानीलाई चाहिँ एकछिन मैले पक्रेर खेलाएँ अनि बोलाएँ। बातहरू मारेर चाहिँ फेरि बाजेलाई नै हेर्दैछ। अनि बाजेसँग नै घुम्न जाऊ भनेर चाहिँ मैले भन्दै थिएँ। अनि तर ऊ चाहिँ मानेकै थिएन बाजेसँग जानु। त्यहाँनिर क्यामेरा पनि हेर्दैछ। बाजेलाई आऊ 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 भनेर एकछिन मैले बाजेलाई दिएँ। बाजेलाई चाहिँ उसको दाजुलाई नानी दिएर चाहिँ फेरि मैले कामसाम गरिसकेर अनि अलिकति चिया खाऊँ भनेको। चिया खानु लागि बस्नु भनेको त फेरि नै यहाँनिर नानी पक्रिन्छु भनेर चाहिँ भनेको। त यहाँनिर फेरि कुखुराहरू चाहिँ हेर परेको थियो। मैले कुखुराहरूलाई चारोहरू दिएँ। कुखुरालाई चारोहरू दिइसकेर चाहिँ यहाँनिर उसको नानी चाहिँ खेलिरहेको थियो आजसँग। अनि चाहिँ नानीलाई चाहिँ मैले कुखुरा देखाउन भन्दै थिएँ। कुखुरा देखाउँदै नानी चाहिँ खेलिरहेको छ अहिले चाहिँ। थ्याङ्क यू सो मच फर वाचिङ। फेरि म तपाईँलाई अर्को भिडियोमा भोलि देखाउने छु।